राप्रपाको ज्ञानबहादुर शाही लगायतले भने ल प्रचण्डले टीआरसीसँग कुलमान साट्यो। यो भन्दा झुटो, यो भन्दा बेइमानीपूर्ण र अपराधिक प्रचार केही हुन सक्छ? सिंहदरबार गएर टीआरसी बारे टुङ्गियाको लगत्तै गर्नुपर्ने त केही बाध्यता त थिएन। त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो। एउटा कुरा सुन्नुहोस् है, एउटा कुरा फेरि एकचोटि निकै ठुलो जालझेल भएको जस्तो महसुस मलाई भयो। छल गरे एक दुई दिन पर्खे पनि हुन्थ्यो। म प्रधानमन्त्रीले आएर रोस्टममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन हामीले भन्यो। प्रचण्डको कुरा त तपाईँहरूले सुनिसक्नु भयो होइन। प्रचण्ड चाहिँ यस्तो कुराहरू धेरै पहिलादेखि नै गर्दै आएका छन् क्या। प्रचण्ड यस्ता व्यक्ति हुन् जुन भारतीयलाई चाहिँ नेपाली नागरिकता दिएर मोदीको चाहिँ खुट्टा ढोक्ने मान्छे हुन् क्या नि। यिनका कुरामा चाहिँ हामीहरू अब पनि झुक्किनु हुँदैन। छेपारोले चाहिँ के रङ फेर्छ र त्यति यिनले चाहिँ फेर्छ। बिहान चाहिँ यिनीहरूले मिटिङ गोष्ठी गरेर चाहिँ राति चाहिँ यिनीहरूले चाहिँ कुलमान हटाए होइन। अहिले चाहिँ ठिक्क पार्नलाई चाहिँ प्रचण्डले होइन आफू चाहिँ पानीमाथिको ओबानो हुन खोजेको क्या। पानीमाथि बसेर पनि यिनले चाहिँ भन्दैछन् मेरो चाहिँ त्यसमा चाहिँ केही हातै छैन होइन। जनतालाई चाहिँ यिनले चाहिँ ट्याक्कै चाहिँ थाङ्नामा सुताउन खोज्दैछन्। यो कुरा चाहिँ झुक्किनु हुन्न है साथीहरू।